नमस्ते, स्वागत छ मेरो यूट्यूब च्यानलमा। आज म आएँ अर्को भिडियो लिएर। आज म बनाउने वाली छु जलेबी। तयको लागि म यो आइटम तयार गर्दला छौं। सबै पहिले मैले 1 कप चिनी तसै कपको 1 कप पानी हालेर चिनी पानीलाई म उमाल्यौं। अब यहाँ म पिठोलाई तयार गर्दला छौं। तयका साथ है एमा मैले मैदा हाल्या छौं, तमा 1 स्पून घी लै हाल्या छौं। ए घी का साथ सबै पहिले म मैदा मिक्स गर्दौं। अब मेरो पानीलाई उमल्यो। तय पानीमा मैले फुड कलर हाल्नु बाँकी थियो, त्यो हालेले मैले। त्यो पानी थोडा मोटो हुन्जेसम्म उमाल्नु पर्छ। अब यहाँ मेरो पिठोलाई तयार भइगयो। अब एमा मैले चुलामा प्यान राखेले। यो प्यान थोडा गरम हुन्न छ। अब एमा म तेल हालेले। अब यो तेल गरम भइगयो। अब मैले जलेबी हालेले एमा। मैले जलेबी थोडा ठुला बनाया छौं, क्या भने मेरो प्यान ठुलो थियो। तेल मैले झिको हाले, नानको हाले भए थोडा ठेक लाग्दै थियो। तेल थोडा झिकै हालेला छु मैले। अब यो पाक्यो, यसलाई मैले निकालेले। एमा नानकालाई बनाए सक्दियौँ। नानका बनायो भने 12-13 एकैचोटि पाक्दैन। एमा मैले थोडा ठुला बनाया हुनाले थोडा कम हाल्या छौं। सबै पहिले यसलाई निकेर पाक्दो दिनु पर्यो। पछा यसलाई निकालेर जो मैले त्यो चिनी सर्बत बनाया थिए, तमा म आधा घण्टा लागि मैले यो गरम निकाल्दै तमा हाल्दै गरेका छौं। आधा घण्टा लागि तमा छाड दिया छौं मैले। आधा घण्टा पहिले निकाल्नु नाइ पाइन, क्या भने निकै भिगन छ, एकदम नरम सफ्ट भएर आउनु छ। अब जो अगाडि हाल्या थिए मैले उलाई निकालेले, जो पाछा बनाया थिए उ तामाइ रन्दिने म। मेरो जलेबी बनाउने तरिका यही हो। तम कसरी बनाउन छौ कमेन्ट गर्या।